यसरी सजिलो तरिकाले बनाउन सकिन्छ बोडी पनिरको सब्जी। यहाँ भिजाएको बोडी लिएँ मैले, अनि कुकरमा 4-5-6 सिटी लगाइदिएँ कि स्वाद अनुसारको नुन बेसार राख्ने, अनि थोरै तेल राखेर सिटी लागिसकेपछि मैले यहाँ मसला पिसेँ थोरै, अनि मसला ट्याकटुक पारेर पिसिसकेपछि पनिरलाई मजासँग रातो हुन्जेल मजाले फ्राई गर्ने। पनिरलाई फ्राई गरेर नि पनिरलाई यसरी निकाल्ने, थालमा एउटा भाँडामा जेमा निकाले पनि टक्कसँग राख्ने, अनि त्यही तेलमा पाँचफोरन फुराइदिने। अनि त्यसपछि प्याज फुराएर मजासँगले प्याजलाई फ्राई गर्ने, अनि टमाटर राखेर पनि फेरि मजासँग चलाउने कि एकछिन चलाउने, मजाले पाकिन्छ टमाटर, अनि मसला राखेर मजासँग चलाएर अनि पाक्छ। अनि त्यसपछि यसमा बोडी सिटी लगाएको बोडीलाई आलुलाई राखेर मजाले बुग्लो उमाल्ने, चलाउने, पाक्छ। अनि पनिर राखिदिएर एकछिन भद्रक पकाउने, अनि ढाकिदिने। त्यसपछि यस्तो मिठो बोडी पनिरको सब्जी रेडी हुन्छ।